कुनै पनि आइपिओ भर्नको लागि फर्स्टमा क्रोममा जानुस्। क्रोममा गइसकेपछि मेरो सेयर .cdsc.com.np मेरो सेयर .cdsc.com.np यसमा जानु। यसमा जान साथ यस्तो खुल्छ। अब यो चाहिँ आफ्नो डिबी राख्नु, कुन ब्याङ्कको हो। अनि त्यसपछि युजर नेम राख्नु। युजर नेम राखेर लगइनमा थिच्नु हो भने यसरी लगइन हुन्छ। लगइन गरिसकेपछि यसमा तीनवटा धर्कामा थिच्नु। तीनवटा धर्कामा गइसकेपछि माई आशामा जानु। त्यसपछि अब रिलायन्स स्पिनिङ मिल्स यो सेयर हेर्नु। यो सेयरमा एप्लाई थिच्नु। एप्लाई थिचिसकेपछि त्यसपछि तल जानु अनि ब्याङ्कमा प्लिज सिलेक्ट वानमा क्लिक गर्नु। राष्ट्रिय वाणिज्य ब्याङ्क जुन ब्याङ्क देखाउँछ क्लिक गर्नु। त्यसपछि सेभिङ कुन एकाउन्ट हो त्यो क्लिक गर्नु। त्यसपछि गएर कति किता एप्लाई गर्ने। यसमा त अब तपाईको मिनिमम 50 किता एप्लाई गर्नुपर्ने हुन्छ। त्यसैले 50 लेख्नु। अनि त्यसपछि 41,040 रुपैयाँ लाग्छ। अब यो तपाईको 41,000 तपाईको एकाउन्टमा छ भने एप्लाई हुन्छ। यदि 41,040 रुपैयाँ छैन भने तपाईको आइपिओ क्यान्सल भइहाल्छ। सिआरएन नम्बर राखेर आई भेरिफाई गर्नु। त्यसपछि प्रोसिड गरिसकेपछि यहाँ चाहिँ एप्लाई गरिदिनु। यसरी आउँछ सेयर हेज बिन एप्लाइड सक्सेसफुली। अनि त्यसपछि एडिटमा गएर हेर्न सक्नुहुन्छ। करेन्ट सेयरमा एप्लिकेसन रिपोर्टमा जानुभयो भने रिलायन्स स्पिनिङ मिल्सको रिपोर्टमा जानु। अनि त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ एप्लाइड क्वान्टिटी 50, एमाउन्ट यति, ब्याङ्क यति, यो सबै हेर्न सक्नुहुन्छ। अब तपाईँ होइन 50 होइन 60 एप्लाई गर्नु पर्यो, के गर्नु पर्यो भने यहाँ एडिट गर्न सक्नुहुन्छ। एडिट गरेर फेरि एप्लाई गर्न सक्नुहुन्छ। अनि फेरि सबै राख्नुपर्ने हुन्छ। त्यसको लागि एडिट नगर्नु परे सिम्पली ब्याक गरिदिनु। अब तपाईँको एकाउन्टमा 41,000 छ भने चाहिँ एप्लाई हुन्छ। यदि त्योभन्दा कम छ पैसा भने रिजेक्टेड भनेर आउँछ।